आउनु पर्यो नि त अब रड लागेर होइन एकदम करे लाग्यो नि त खानुसम्म खायो नि त यिनीहरूले खिच्नुसम्म खिच्यो हो अगाउँदै आउँदैन फेरि हाइनाहरू जस्तो क्या हाइनाहरू देखेछ त्यस्तै भइसक्यो पार त खाएर 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 अगाउँदै नआउँदै कति पनि खाएको हो कति खाएको अनि यो कमिसन खाने पुक्कीहरू चाहिँ म हटाइदिन्छु यो कमिसन खाने पुक्कीहरू चाहिँ म हटाइदिन्छु एकताल यो गोर्खा जनमुक्ति मोर्चालाई मौका दिनुहोस् त यो कालिम्पोङबाट कमिसन खाने पुक्कीहरू चाहिँ म हटाइदिन्छु यो मेरो तपाईँहरूलाई वादा हो वादा हो अनि कति खाएको हो लाज शरम पनि नभएको युवा युवती र बलियान भएकै पहाड त ओल्ड एज होम जस्तो भइसक्यो भनौँ त ओल्ड एज होम जस्तो भइसक्यो पहाड त अब बुढो बुढोहरू मात्रै थुप्रिने रहेछ यो पहाडमा स्कुल जान्छ पढ्छ कामदाम छैन टुरिज्म छैन बाटोघाटो छैन गरिबभन्दा गरिबले पिउने पानी धरी पनि मा कमिसन कल छ पानी छैन वाट इज दिस अनि त्यही कारण भनेको यो बुक्कीहरू कमिसन उठाउने बुक्कीहरू चाहिँ म हटाउँछु यसको लागि पो घुमेको त म टोल टोलमा गाउँ गाउँमा क्षेत्र क्षेत्रमा कालिम्पोङको 13वटा समष्टिमा चाहिँ अब पक्ला जस्तो घुम्ने हो नि त अनि यो कुरालाई हटाउनु लागि पो घुम्दैछु त तपाईँहरूको आँगनमा आएको नि त म